भगवान् बुद्धको सूत्रयान र वज्रयान सुन्नु भएको छ होला नि। अनि वज्रयानभित्र चाहिँ के भन्छ भन्दाखेरि चाहिँ हामी सम्पूर्णमा बुद्ध ज्ञान छ, बुद्धको बीज छ। बुद्ध हुनुको निम्ति जुन चाहिँ एनर्जी चाहिन्छ, हामीमा सिड चाहिन्छ, त्यो एउटा भनौँ न कज चाहिन्छ, त्यो हामीमा छ अलरेडी। अनि त्यो त त्यो त्यो सबै चाहिँ के हो भन्दाखेरि चाहिँ नि त्यसमा सबै ज्ञान भएर आयुदेखिको ल्याएर अब जम्मै छ सबै। बुद्धमा के छैन ज्ञान, तर त्यो हुँदा हुँदा पनि अहिले हामीमा चाहिँ आकस्मिक भ्रमित एउटा अज्ञानताको कारणले गर्दामा चाहिँ हामीमा त्यसलाई प्रस्फुटित हुन सकिरहेको छैन, फक्रिनु सकिरहेको छैन। बुझ्नुभयो त? हामीमा अन्धाधुन्दा बसिरहेको थियो। लगभग यो घामलाई कालो बादलले, बर्खाको कालो बादलले छेकेको जस्तो भइरहेछ। ज्ञान त छँदैछ यथावत, तर आकस्मिक आएको अज्ञानता रूपी बादलले चाहिँ ढाकिरहेछ हामीमा। बुझ्नुभयो त? हो, त्यो ती अशुद्ध चिजहरूलाई चाहिँ अभिषेक गर्ने भनेको चाहिँ शुद्ध गर्ने, पखाल्ने त अब एउटा गुरुको माध्यमबाट मण्डला भन्दा त्यो भएको। बुझ्नुभयो? अब अभिषेक भने के हो भाषामा, संस्कृत भाषामा धुनु नुहाउनु भनेको है, हो कि होइन? पखाल्नु भनेको होइन, धुनु भनेको के धुनु त भन्दाखेरि हामीमा भएको आकस्मिक आएको जुन अज्ञानतालाई छ त्यसलाई चाहिँ पचाउनु भनेको अभिषेक भनेको। इम्पावरमेन्ट गर्नु भने, इनिसिएसन गर्नु है, त्यो भनेको। अनि यो कुरालाई राम्रो बुझेन भने अभिषेक भनेको यो द्रव्य, अहिले हामीले एक एकवटा चिज, दुई चारवटा चिज दिन्छौँ भने तपाईँहरूलाई बुबाको पानी आदि दिन्छौँ होइन, त्यो चाहिँ एउटा के हो नेपालीमा के भन्छ भने द्रव्य, जे एउटा समा प्रतीक हो, सिम्बल मात्रै हो। अनि मेन अभिषेक भने चाहिँ अनि यहाँबाट व्याख्या गरेको कुराले सुनेर मनन गर्नु के हो, मेन अभिषेक के हो, यहाँबाट गरेको के हो, टिचिङलाई त अभिषेक भन्छ है।